नमस्कार, म सन्जोग ठकुरी। म हामी दाजुभाइ नामक संस्थाको संस्थापक अध्यक्ष हुँ। हामी दाजुभाइले विगत 6 वर्षदेखि पुरुष र पुरुषत्वको विषयमा फेमिनिस्ट दृष्टिकोणबाट काम गरिरहेको संस्था हो। मैले कसरी यो विषयमा काम गर्न थालेँ जस्तो लाग्छ भने मलाई आफूलाई आफ्नो पालापन सम्झिँदाखेरि चाहिँ सानै हुँदाखेरि मेरो ड्याड चाहिँ अब कहिले रक्सी खाएर आउनुहुन्थ्यो अनि त्यसपछि दिदी र मेरो अगाडि एकदम रुनुहुन्थ्यो कि उहाँलाई चाहिँ अब आफू सानो हुँदा हाम्रो हजुरबुवाले एकदम पिट्ने, आफ्नो मनको कुरा भन्न नदिने भनेर। अब एउटा टिनेज छोरालाई होइन बुवा रुँदाखेरि त के रोको होला, कस्तो कमजोर पुरुष रहेछ भन्ने जस्तो लाग्थ्यो। तर त्यसले काहीँ न काहीँ एउटा अप्रत्यक्ष रूपमा मलाई के चाहिँ सिकाइरहेको थियो भने पुरुष पनि रुन सक्छ, ऊ पनि भावनात्मक हुन्छ, ऊ पनि कमजोर र कमलो मनको हुनसक्छ। कमजोर एज अ सेन्स कि ऊ भित्रको भल्नरेबिलिटीहरू पनि उसले एक्सप्रेस गर्नुपर्छ है भन्ने चाहिँ मलाई सिकायो। किनकि बुवा भनेको त छोराछोरीको अगाडि त शक्तिशाली मान्छे हो नि त, तर पनि ऊ आफूभन्दा कम शक्तिशाली मानिसको अगाडि पनि आफ्नो कुरा, आफूलाई भएको गाह्रो कुरा एक्सप्रेस गरिरहेको चाहिँ मैले महसुस गरेँ। तर सँगसँगै फेरि ड्याड चाहिँ रक्सी खाएर आउँदा मासँग झगडा गर्ने, पिट्ने गर्नुहुन्थ्यो। त्यो बेलामा चाहिँ म यस्तो पुरुष हुनु हुँदैन, यस्तो श्रीमान, यस्तो बुवा हुनु हुँदैन भन्ने पनि सिकेँ। हुर्कदै गर्दाखेरि म दुईवटा कुरामा चाहिँ एकदमै कन्फ्युज पनि भएँ। एउटा के भने पितृसत्तात्मक समाजमा त पुरुषका पनि समस्याहरू छन्, दुःखहरू छन् होइन। उसलाई हुने अब्युजहरू उसले भन्न सक्दैन, उसका पनि कमाउनु पर्ने कति धेरै बाध्यताहरू हुन्छन्, यी कति कुराहरू उसले एक्सप्रेस गर्न सक्दैन भने अर्कोतिर फेरि प्रिभिलेज पनि छ, पावरफुल पनि छ भनेपछि यो पितृसत्ताले हानि गर्ने हो कि पावरफुल बनाउने हो कि भन्ने यो कन्फ्युजन पछि चाहिँ अनि मैले होइन फेमिनिस्ट मुभमेन्टमा पुरुष र पुरुषत्वकै विषयमा पनि काम गर्नको लागि चाहिँ केही छलफलहरू गर्ने एउटा ठाउँ चाहिन्छ भनेपछि हामी केही साथीहरू मिलेर सन् 2019मा चाहिँ हामी दाजुभाइ संस्था स्थापना गऱ्यौँ र त्यस बेलादेखि नै हामी युवा पुरुष किशोरहरूसँग चाहिँ फेमिनिजम, पुरुषत्वभित्र पनि फेरि हाम्रोमा चाहिँ मर्द भनेको चाहिँ अरूलाई हेप्ने, पिट्ने होइन, आफ्नो सम्बन्धहरूमा चाहिँ वा चाहिँ घरको काम नगर्ने यस्ता विभिन्न कुराहरू छन्। त्यसलाई चेन्ज गर्नको लागि चाहिँ काम गरिरहेका छौँ। हामी विद्यालयमा काम गरिरहेका छौँ, कलेजेसहरूमा काम गरिरहेका छौँ, समुदायमा काम गरिरहेका छौँ भने नीति निर्माणको लागि सरकारसँग पनि मिलेर काम गरिरहेका छौँ। र यो बिचमा हामी झन्डै 50,000 युवा पुरुष किशोरहरूसँग पुगिसकेका छौँ। कमला भासिन भनेको दक्षिण एसियाको लागि नै एउटा अग्रणी नाम हो, खास गरी फेमिनिस्ट मुभमेन्टमा। मैले यसो सम्झिँदाखेरि चाहिँ सायद सन् 2000 होला उहाँको यो केटा के हो केटी के हो भन्ने एउटा पुस्तक थियो, त्यो मैले पहिलोचोटि चाहिँ पढेको थिएँ र उहाँको नाम त्यति बेला नै थाहा पाएको थिएँ। आजसम्म आइपुग्दा निरन्तर नै उहाँका भिडियोहरू पढ्ने होइन, उहाँलाई पढ्ने, सुन्ने, हेर्ने मौका पाइरहेको छु। उहाँको नाम जोडिएको यो अवार्ड यो वर्ष मैले पाइरहँदाखेरि चाहिँ मलाई एकातिर त खुसी, गौरवान्वित पनि महसुस गरेको छु भने सँगसँगै यो अवार्डले चाहिँ मलाई लैङ्गिक समानताका लागि र फेमिनिस्ट मुभमेन्टमा मैले गरिरहेको काममा चाहिँ म अझै निरन्तर काम गरिरहनुपर्छ भनेर मलाई बढी जिम्मेवार र उत्तरदायी पनि बनाएको महसुस गरेको छु। धन्यवाद।